भाइलाई अम्बाको रुखबाट यसरी लोट्ला त मैले सोचेको पनि थिएन गाइज, बेकारमा लोटेछ। हेलो गाइज, वेलकम टु माई न्यू भ्लग। आज भने म मामा घरतिर छिरेको होइन गाइज। मामा घरमा पनि फलफुलहरू पाकेर खतरा पो हुन्छ भनेर फलफुल पाकेको छ कि भनेर मामा घरतिर आएको गाइज। यता फेरि सीताफलको रुख पनि पाक्न पो लागेको रहेछ। भाइहरूले चाहिँ खाएर सकेर रहेछन्। फेरि सीताफलको रुखमा चाहिँ काँचाको दाना मात्र रहेछन्। अनि म लाग्छु यतातिर काँक्राको झुलभित्र। काँक्राको झुलमा छ एउटा पनि काँक्रो छैन होइन गाइज। काँक्राको झुलै त कति सानो छ, के होला भनेर म लाग्छु अब घर अगाडि। फेरि मामा घर भने जङ्गलको किनारैमा छ होइन गाइज। फेरि दृश्य पनि बबाल नै छ, घर पनि टाढा छ। फेरि मामा घरतिर अरूको घर पनि छिमेकीको पनि कोही छैनन् होइन गाइज। फेरि भाइ पनि यस्तरी भात खाइरहेछ। म लाग्छु यता डाँडातिर। फेरि डाँडादेखि तलको दृश्य देखाउँदाखेरि त अचम्म पो लाग्छ, खतरा पो देखिन्छ। पछाडितिर छ धानको खेती होइन गाइज। अब म लाग्छु अम्बा खान। अम्बा पनि पाकेर लटिरहमा छ। फेरि अम्बा पनि खाइहाल्नुपर्छ होइन गाइज। फेरि हाम्रो मामा घरको बाटो हेर्दाखेरि यस्तो छ होइन गाइज। अब राम्रो ठाउँमा त विकास गर्दैन, यस्तो ठाउँमा चाहिँ के विकास गर्ला र सरकारले भनेर यस्तै छ बाटो। अगाडितिर फेरि भाइलाई नि बोलाएको मैले, अम्बा खान जाउँ भनेर भाइलाई बोलाएको। भाइ पनि दगुडेर आइ पो हालिहाल्छ। फेरि भाइले नि यता आइ पनि भनिहाल्छ गाइजहरूलाई। फेरि यतातिर हामी हिँडेर जानलाई 5 मिनट पो लाग्ने रहेछ अम्बाको रुखमा। त्यो कुनामा पो रहेछ अम्बा। अब हामी जान्छौँ अम्बा खान अम्बाको रुखतिर होइन गाइज। अब फेरि बाटोको हालत हेर्दाखेरि यस्तो छ, पानीले गर्दा धान पनि पाकेर लटिरमा भइसकेका छन्। अब बिस्तारै हामी अब पुग्छौँ अम्बाको रुखनेर। फेरि गाइज अम्बा त अब पुग्यो भने खाइ नै हाल्नु पऱ्यो होइन गाइज। अब बिस्तारै हामी पुग्छौँ अम्बाको रुखतिर। मैले चाहिँ खाइहाल्छु फर्स्टमा एउटा दाना खान्छु, त्यसमा छ कमिला। अब अर्को दानामा पनि हेर्छु, त्यसमा नि छ कमिला। सो मैले थुकेर नि फालिदिएँ। भाइलाई चाहिँ रुखमा पठाएँ। रुखमाथि छन् राम्रो पाकेको अम्बा होइन गाइज। भाइ फेरि चढ्न भने खत्तमको रहेछ, खतरा परि चढ्ने पो रहेछ भाइले नि फर्स्टमा एउटा दाना मुखमा हालेर चढ्न लाग्यो। फेरि मैले एउटा भिडियो बनाइदिएको भाइको होइन गाइज। भाइ बिस्तारै रुखमा चढ्दै थियो, म भुइँमा बसेर मजाले भिडियो बनाउँदै थिएँ। भाइ बल्ल तल्ल रुखमाथि चढ्यो। फेरि अम्बा खानलाई हामी एक्सपोर्ट त भइहाल्यौँ। फेरि भाइले चाहिँ उताबाट खाइरहेको अवस्था। म अम्बा खाँदा झ्याउ लागेर भाइलाई नि अब अम्बा थोरै भुइँमा खसालेर भाइलाई नि लगिदिनु पर्छ भनेर खसाल्न पठाएको। म फेरि यता एउटा दाना फेरि खाउँ भनेर अम्बा खान लागेको। भाइ भने फेरि माथिदेखि अम्बा खसाल भन्दाखेरि अम्बा नि खसाल्यो भुइँतिर। फेरि भाइ अम्बा टिप्नको लागि एकदमै एक्सपर्ट रहेछ होइन गाइज। अब फेरि अम्बा टिपेर नि सकिन्छ एकैछिनमा। फेरि एकैछिनमा झ्याउ लागेर यसो भाइको भिडियो बनाइदिएको। भाइ पनि फेरि बाँदरको जस्तो एक्टिङ पो गर्छ भाइ। एकैछिनमा बाँदरको जस्तो एक्टिङ पो गरिहाल्यो। एकैछिनमा एक्टिङ गर्दै त्यहाँदेखि भुइँमा सो गाइज हामीले अम्बा खाएर नि सक्यौँ होइन गाइज। अब हामी लाग्छौँ घरतिर। घरमा जान पनि 5 मिनट नै लाग्ने होला भनेर हामी बिस्तारै भिडियो बनाउँदै हिँडेको। फेरि भाइ पनि पछाडिबाट दौडेर आइपुहाल्छ। सो भाइको लागि पनि हामीले अम्बा टिपेर ल्याइ नै हाल्यौँ होइन गाइज। अब भाइ पनि उतादेखि आउँदै होला गाइज। अब फेरि भाइ नि त्यति बेला आइपुहालेछ। फेरि त्यसले नि अम्बा माग्दै थियो, हामीले नि अम्बा दिइदियौँ। पहिला एउटा मात्र खान्छु भनेर लगेको, पछि नि धेरै खान्छु भनेर आइहाल्यो। त्यसपछि त्यसलाई एक दुई दिँदा धेरै पो भइहाल्यो त्यसलाई। अब खान्न भनेर मैले नि एउटा अम्बा दिइदिएको। अब हामी लाग्छौँ भाइ र म घरतिर होइन गाइज। अब मैले नि यसो अम्बा खाँदै हिँडिरहेको थिएँ। आउँछ त्यहाँनिर नि सीताफलको बोटा देखेँ। फेरि मैले सम्राट भाइलाई जाँदा त्यो रुखमा सीताफल पाकेको छ कि हेर त भनिहालेँ। फेरि सम्राट भाइ नि गइरहेको थियो, त्यहाँ भने काँचो मात्र दाना थियो। फेरि एउटा चाहिँ कुहिएको दाना थियो, त्यो चाहिँ लिनु खानु भनिरहेको थियो। त्यो को खान्छ हट भनेर मैले फालि नै दिएको। अब म लाग्छु अझ घरतर्फ होइन गाइज। अब एउटा अम्बा थियो, त्यो नि खाइसक्यो होइन गाइज। अब सबैजनाले भिडियोलाई 5-5 चोटि कपी लिङ्क गरिदिनु होला। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। युट्युब च्यानलमा गएर सब्सक्राइब गरिदिनु होला सबैजनाले। बाई बाई।